लाई यत्रो साथ दिएर लगभग 2/3 पुर्याइसकेकोमा कुनै दम्भ कुनै घमण्ड देखिएन। पुराना कसैलाई औँला उठाउने आक्षेप लगाउने केही काम देखिएन। कसैले यो गरे यो गरेनन् त केही देखिएन, यति मात्रै देखियो। प्यारो रवि दाइ, अब हामीले के गर्नुपर्छ? हामी किन आएको यहाँ? जनताको लागि हामी कति आवश्यकता छौँ र जनताको लागि के गर्नुपर्छ भन्ने त्यो मधुर बोलीबाट, त्यो सुशील अभिव्यक्तिबाट, त्यो पावरफुल एउटा भोइसबाट जुन प्रशिक्षण दिनुभयो, आहा सारा नेपालीको मन जित्नुभयो। फेरि पनि हिजो आज भोलि तपाईँ नै आशाको दियो हाम्रो, जसले जे सुकै भने पनि नेपाल आमाको सच्चा जिउँदो सपुत हो तपाईँ। एउटा यस्तो खम्बा हो नि तपाईँ, रासोपाको मात्रै खम्बा होइन, तपाईँ देशको खम्बा हो तपाईँ। यसरी नै हिमाल चाहिँ अटल रहनुहोला सधैँ, आफ्नो अभिव्यक्तिमा सधैँ निडर अटल रहनुहोला। नेपाली जनताले साँच्चीकै अब सुखको सास फेर्नेछन्, हामी आशा गरेका छौँ। र जति पनि नवनिर्वाचित सांसदहरू हुनुहुन्छ सबैलाई शुभकामना र बधाई। पार्टी सभापतिले भने जस्तै, निर्देशन दिए जस्तै निडर भएर सत्यको बाटो अपनाएर के का लागि पुग्नु भएको तपाईँहरू त्यहाँ, त्यो चिज मात्रै हेर्नुहोला। देश र जनताको पक्षमा मात्रै काम गर्नुहोला। कसरी सहज, कसरी सजिलो हुन्छ, कसरी सुखको अनुभूति गर्न पाउँछन् जनताले, त्यतातिर मात्रै फोकस दिनुहोला। सबैलाई धन्यवाद। थ्याङ्क यू सो मच रवि दाई, प्राउड अफ यु। किन आफ्नै मेरो 2टा दाईहरू हुनुहुन्छ है म माथि, जेठो दाई जस्तो लाग्छ तपाईँ यार, कसम। लभ यु रवि दाई, लभ यु।